सर्वप्रथम त भेटघाट.com लाई सब्स्क्राइब गरिदिनुहोस् र साथमा आएको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोस्। नमस्कार, म राजेन्द्र दुवाली। तपाईहरुले हेर्दै हुनुहुन्छ युट्युब च्यानल भेटघाट.com। भेटघाट.com हेरिरहनु हुने सम्पूर्ण दर्शक महानुभावहरुलाई म राजेन्द्र दुवालीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकबिन, तपाईहरुलाई आज मैले फेरि एउटा अर्को नयाँ भिडियो तपाईहरुलाई आज म जानकारी दिँदैछु, देखाउँदैछु। जो यो चाहिँ लोकल कुखुराको भिडियो हो, तपाईहरुले देखिसक्नु भएको छ। यो मेरो लोकल कुखुराको फार्म चाहिँ ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर 3 टौखेल नजिकै रहेको लोकल कुखुरा फार्म हो, जसमा चाहिँ मेरो ह्याचरीहरू पनि छ। तलनी उत्पादन गर्ने ह्याचरीदेखि लिएर यो चाहिँ अन्डा पार्ने पोथीहरू जुन तपाईहरुले देखिरहनु भएको छ। ल हेर्नुस्, एकदम राम्रो। यो चाहिँ 7-8 महिनाको पोथीहरू हो। 7-8 महिनाको पोथीहरू चाहिँ एकदम राम्रो अन्डा दिन्छ। साइजको अन्डा आइसकेको, ठुल्ठुलो भइसक्यो भाले पोथीहरू। यो चाहिँ 11-12 महिनाकोसम्म हुँदा दिन्छ, 12 महिनाकोसम्म हुँदा। धेरै दर्शक महानुभावलाई जानकारी पनि भइसकेको छ। मैले चाहिँ विगत 8-10 वर्ष अगाडिदेखि नै नेपालको 77 वटा जिल्लामा लोकल कुखुराको चल्ला चाहिँ डेलिभरी गर्ने गरेको छु। तपाईहरुलाई मैले तपाईहरुले जति माग्नुहुन्छ माग अनुसार तपाईहरुलाई मैले नेपालैभरि चाहिँ यो लोकल कुखुराको चल्ला चाहिँ तपाईहरुलाई मैले दिँदै आएको छु। तपाईहरुलाई मैले अहिले देखाउँदैछु, जुन यो भिडियोमा हेर्नु होला। यस्तो खालको ब्रिड छ मसँग भनेर तपाईहरुलाई मैले देखाउँदैछु। र योबाट चाहिँ अब अन्डा पार्छ। यसले अन्डा पारिसकेपछि हामीले मेसिनमा ह्याचिङ मेसिन पनि म देखाउँछु तपाईहरुलाई। कतिले देखि पनि सक्नु भएको होला, त्यो पनि म देखाउँछु। त्यहाँ चल्ला पनि निस्किँदै गरेको छ। आज सुरुदेखि अन्त्यसम्म यो भिडियो हेर्नु होला, तपाईहरुले केही न केही जानकारी पाउनुहुनेछ। ल हेर्नुस् है त, यसरी यो चाहिँ अन्डा पार्ने राखेको क्रेटहरू, यस्तोमा अन्डा पार्छ यसरी बसेर। अब जाडोको बेलामा यसरी अहिले जाडो सिजन भएकोले गर्दाखेरि अहिले 2081 सालको अहिले माघ लगभग 17-18 गते भइसक्यो। त्यो भएकोले गर्दाखेरि अहिले पनि अलिअलि जाडै छ। अब फागुनदेखि चाहिँ तातो फर्किन्छ। त्यो भएकोले गर्दा हामीले चाहिँ हिँड्न त्यसरी जुटको बोराहरूले माथिबाट थोरै मात्रै यसरी प्लास्टिकले बन्द गर्नुपर्छ। थोरै मात्रै अहिले चाहिँ खोल्ने, धेरै नखोल्ने। अनि मेरो ब्रिड कस्तो छ भनेर तपाईहरुलाई मैले देखाउँदैछु। चाहिँ मेन भनेको चाहिँ अब यहाँ हेर्नुहोस्, एउटा मसँग भएको घाँटी खुइले जात छ। यो चाहिँ हेर्दा तपाईहरुले गिरिराज जस्तो देख्नु होला। यो गिरिराज होइन, यसलाई चाहिँ कौडे भाले अथवा बेसारे भाले भन्ने गर्छ गाउँघरमा। खुट्टाहरू हेर्नुहोस्। र मसँग भएको चाहिँ यस्तो खालको बिउ भालेहरूको। ल हेर्नुहोस्, भाले पोथी मसँग ब्रिड यो खालको छ। घाँटी खुइले छ, पाखुल्टे छ, र यहाँ एउटा चाहिँ गुजमुजे भन्छ। यो यहाँ हेर्नुहोस्, यो फुल जस्तो, यसको रोज जस्तो फुल जस्तो हुन्छ यसको सिउर चाहिँ, त्यो खालको छ। अनि पाखुल्टे छ। 3 आइटमको छ मसँग भाले पोथीहरू ब्रिडहरू नै। पाखुल्टे भनेको चाहिँ यसलाई भन्छ, यो पोथी छ यहाँ हेर्नुहोस्, पाखुल्टे भन्छ यसलाई। दुम्से पनि भन्छ हाम्रो पूर्वतिर चाहिँ। ल हेर्नुहोस्, भाले पोथीहरू यस्तो खालको छ। यसैको बच्चाहरू चाहिँ तपाईहरुले पाउनुहुनेछ। ल हेर्नुहोस् है, घाँटी खुइले भाले लास्टै हिँड्छन् भाले पोथीहरू। ल हेर्नुहोस्, यस्तो खालको भाले पोथीहरू छ। अब धेरै आउँदैन यसमा चाहिँ। यसमा चाहिँ धेरै आउँदैन। तपाईलाई घाँटी खुइलेर पाखुल्टे भनेको चाहिँ 100मा 8-10% मात्रै आउँछ, धेरै आउँदैन। घाँटी खुइले धेरै चाहियो भने पनि हामीले छुट्याएर दिन्छौँ, सानोमै छुट्टिन्छ। ल हेर्नुहोस्, घाँटी खुइले भालेहरू यो चाहिँ अहिले जम्माइनहरू चाहिँ 7-8 महिनाकोहरू हो। यिनीहरूको अब छडी भर्खर खुट्टामा आउनु थालेको छ। ल हेर्नुहोस् है, यहाँ यो चाहिँ छडीबाट यिनीहरूको उमेर थाहा हुन्छ। खुट्टाको छडी चाहिँ धेरै लामो हुन्छ। 8-9 महिना क्रस हुँदै गएपछि वर्ष दिन भएपछि धेरै लामो हुँदै आउँछ। ल हेर्नुहोस्, यहीँ छडी भर्खर सुरु मात्रै हुँदैछ, 7देखि 8 महिनाको। अनि 8-10 महिना क्रस हुँदै गएपछि वर्ष दिन कटेपछि धेरै लामो हुँदै आउँछ यसको। यस्तो हुन्छ। ल हेर्नुहोस्, त्यसैको बच्चाहरू चाहिँ तपाईहरुले पाउनुहुनेछ। योभन्दा अगाडिको भिडियोहरूमा पनि तपाईहरुलाई मैले खोरहरू बनाउने तरिका, चल्ला हुर्काउने तरिका, दाना पानीको विषयमा, रोगहरूको विषयमा धेरै भिडियोहरू बनाएको छु। खोर सिम्पल, धेरै खर्च गर्नु पर्दैन। जाडोको बेला तातो हुनु पर्यो। यसरी माथिबाट जुटको बोरा छ, त्योभन्दा माथि सिल्पलिन प्लास्टिक हो, वरिपरि जाली छ।
त्यहाँभन्दा यता जुटको बोरालाई चाहिँ यसलाई न्यानो बनाएर राखिएको छ, धेरै खर्च गर्नु पर्दैन। ल हेर्नु साथीहरू, त्यति टिनकै खोर बनाएर माथिबाट टिनकै छाना फलामकै खम्बा चाहिँदैन, सामान्य तरिकाले गर्न सकिन्छ। भुइँ चाहिँ यस्तो सुक्खा हुनु पर्यो, ड्राई हुनु पर्यो। हेर्नुहोस्, चिसो हुनु हुँदैन, एकदमै सुक्खा हुनु पर्यो, ड्राई हुनु पर्यो खोर चाहिँ। त्यो भयो भनेदेखि एकदमै उनीहरू चाहिँ बिरामी हुँदैन, सजिलो हुन्छ, एकदम राम्रो हुन्छ। उनीहरूलाई चाहिँ छेर्ने चिसो भयो भनेदेखि विभिन्न रोग लाग्ने हुन्छ, त्यो हुने भएन। त्यस कारणले गर्दाखेरि यो मेरो एउटा खोरको मात्रै देखाएँ, मेरो अरू यता खोर छ, यहाँ माथिल्लो खोर छ, अरू खोरमा पनि छ धेरै समयसँग कुखुराहरू चाहिँ। तपाईँहरूलाई चाहिँ अहिले मैले यो खोरको मात्रै देखाउँदैछु। अब तपाईँहरूलाई म कस्तो खालको ब्रिड छ भनेर तपाईँहरूलाई मेन चाहिँ मैले देखाएको, बिउ कस्तो खालको हो, भालेपछि कस्तो खालको हो भनेर तपाईँहरूलाई चाहिँ अब मैले देखाएको। अब यसैको बच्चाहरू तपाईँहरूले पाउने हो। यदि तपाईँलाई चाहियो भने चाहिँ मेरो कन्ट्याक्ट नम्बर 98033823 3वटा छ, 98033823 3वटा 6मा कन्ट्याक्ट गर्नुभयो भने तपाईँहरूलाई अर्डर गरेको 1 हप्ता 10 दिनमा। अहिले चाहिँ अलिकति बुकिङ चाँडो गर्नुपर्छ, जाडो सिजनमा जस्तो होइन, यति बेला सिजन सुरु भइसक्यो, अत्यन्तै चल्लाको मागहरू धेरै हुन्छ। त्यो भएकोले गर्दाखेरि अर्डर गरेको तपाईँको हप्ता 10 दिनमा चाहिँ चल्ला पाउनुहुन्छ। नेपालको 77वटा जिल्लामा चाहिँ हामीले चल्ला तपाईँहरूलाई 1 दिने लोकल चल्ला उत्पादन गरेर पठाउने छौँ। यसमा चाहिँ मूल्य सिजन अनुसार तलमाथि हुन्छ। त्यो भएकोले गर्दाखेरि तपाईँहरूलाई यदि चाहियो भने सामान्यतया हामी अहिले 50 रुपियाँ गोटा दिन्छौँ। सालाखाला भालेपछि हुन्छ, चल्लाको रेट चाहिँ 50 रुपियाँ गोटा हुन्छ। त्यसमा डेलिभरी चार्ज चाहिँ तपाईँहरूको लाग्ने छ, हामीले पठाउनु चाहिँ सबै ठाउँ पठाइदिन्छौँ। काठमाडौँको बसपासम्म चाहिँ हाम्रै लाग्छ, तपाईँहरूको फ्रीमा हो। बसपादेखि उता चाहिँ तपाईँहरूको डेलिभरी चार्ज लाग्छ है त। तपाईँहरूलाई मैले यो ब्रिड देखाएँ, तपाईँहरूले यतिको ब्रिड, यतिको बिउ भएको भालेपोथीहरूको चल्ला तपाईँहरूलाई चाहियो भनेदेखि चाहिँ कन्ट्याक्ट गर्नु होला। अब म तपाईँहरूलाई मेसिनतर्फ लान्छु। ल हेर्नुहोस् है, अब मेसिनबाट चल्ला कसरी निस्किन्छ भनेर पनि तपाईँहरूलाई म देखाउनेछु है त। ल हेर्नुहोस्, अब यो ऊ भयो, खोर भयो, यी छ मेसिन, यी सँगसँगै छ। यो दानाहरू भयो, दानाहरू चाहिँ यिनीहरूलाई L3 नै दिनुपर्छ। अब खोर चाहिँ यही छ है। ल हेर्नुहोस् साथीहरू, अब आज चाहिँ ह्याचरी मेसिन चाहिँ यो भयो। यहाँ 2टा छ मेसिन। यो 2टा मेसिन भनेको चाहिँ यो मेसिनलाई चाहिँ सेटर भन्छ, यसलाई चाहिँ ह्याचर भन्छ। यसमा 18 दिन राखिन्छ। 18 दिन राखिसकेपछि अलिअलि चल्लाहरू अन्डाहरू फुट्नु थालिसकेपछि हामीले त्यो मेसिनमा सार्छौँ। 18-19 दिन भएपछि उसमा सार्छौँ। त्यसमा सारेपछि चल्ला अनि निस्किन थाल्छ, अलिअलि निस्किँदै जान्छ। 22 दिन भएपछि पुरा चल्ला सुक्छ, निस्कियो पुरा सुकिसकेको हुन्छ। त्यो पनि म तपाईँहरूलाई देखाउनेछु है त। ल सुरुमा यस्तो हुन्छ, सुरुमा यताकै देखाउँ। यस्तो हुन्छ, एक घन्टामा यसरी टर्निङ हुन्छ, पल्टिन्छ अन्डा। 1 घन्टामा यसरी पल्टिन्छ अन्डा। ल हेर्नुहोस्, यस्तो हुन्छ। भित्र चाहिँ टर्निङ हुन्छ। यो चाहिँ 1 घन्टामा चाहिँ पल्टिन्छ यसरी अन्डा। 2 हप्ताको अन्डा छ अहिले यहाँ। अब यो हिजो मात्रै यहाँबाट चाहिँ हामीले सारियो मास्लोमा। ल हेर्नुहोस् है, यसमा चाहिँ अब ह्युमिडिटी र तापमान सबै मेन्टेन गरेर मिलाइएको हुन्छ। यो हिटर बल देखाएको छ भित्र। अब हिजो मात्रै यहाँदेखि 3 हप्ताको हरेकमा चाहिँ 3 हप्ताको अन्डा हुन्छ। हिजो मात्रै यहाँ पहिलो अब 18-19 दिन पुगिसकेपछि हिजो यसमा सारियो। अब त्यो खाली ठाउँमा फेरि यो अन्डा आज हाल्नुको लागि तयारी छ। हेर्नुहोस् यही त्यो अन्डा चाहिँ हामीले लगाउनको लागि फेरि तयार गरिराखेको छौँ। अब हामी 1-1.5 घन्टापछि यहाँ लाउँछौँ। ठ्याक्कै समय एउटै टाइममा मिलाएर हाल्नुपर्ने हुन्छ। यहाँबाट यो मेसिनमा हालिसकेपछि यो मेसिनबाट चल्लाहरू सेतो क्रेटमा चाहिँ निस्किन्छ। चल्लाहरू निस्किन थालिसकेको छ। यताबाट म देखाउँछु। ल हेर्नुहोस्, चल्ला यसरी निस्किन्छ। यो चल्ला चाहिँ सुक्दै जान्छ, निस्किँदै जान्छ, सुक्दै जान्छ। यसमा 80% जति निस्किन्छ, 20% चाहिँ खोलाउँछ। कुनै अलिकति 20% खोलाउने भन्नाले 8-10% खोलाउँछ, 8-10% चाहिँ चल्लाहरू ड्यामेज हुन्छ, भित्र मर्छ, त्यस्तो हुन्छ। ल हेर्नुहोस्,
भित्र देख्नुभयो तपाईँहरूले फ्यान चलेको छ, पङ्खा चलेको छ, एउटा पानी त्यो पङ्खासँगै एउटा पानी झर्ने छ, आवश्यक अनुसार त्यो पानी झर्छ। अनि दायाँ बायाँ हिटर देख्नुभयो, त्यो हिटरले चाहिँ बलिरहेको हुन्छ। अनि यसले चाहिँ यो कोठाभरि नै पुरै तापक्रम मेन्टेन गर्छ। यसरी चलाउने तलसम्म चल्दै चल्ला छ। यसरी चाहिँ चल्ला हरेक हामीले चाहिँ शनिबारको दिन चाहिँ यो चल्ला रेडी हुन्छ। आज बिहिबार भयो, भोलि शुक्रबार, भयो, पछि शनिबार चाहिँ पुरै तयार हुन्छ र तपाईँहरूलाई शनिबारको दिनको बेलुका चाहिँ हामीले पठाउँछौँ र आइतबारको दिन बिहान तपाईँहरूले नेपालभरि चल्ला पाउनुहुन्छ। ल हेर्नुहोस् है, यसरी चल्लाहरू चाहिँ हामीले निकाल्छौँ। यसलाई चाहिँ भन्छ चल्ला निकाल्ने भ्याचरी मेसिन, यसलाई भन्छ। ल हेर्नुहोस्, त्यो हिटर बल्यो, फेरि तापमान पुगेपछि फेरि मर्छ, त्यस्तो हुन्छ, पालापाल भइरहेको हुन्छ, त्यस्तो हुन्छ। ल हेर्नुहोस्, यसरी गर्छौँ। अनि त्यसपछि अब यतापट्टि मोटर छ, यो मोटर चाहिँ चलिरहेको हुन्छ सबै। ल यो मेसिनको मोटर यो भयो, पङ्खा चलाउनको लागि हुन्छ, फ्यानको लागि चलेको हुन्छ। यो चाहिँ पानी आउने भयो, र पानीको लागि हो, पङ्खामा पानी जान्छ। ल हेर्नुहोस्, यसरी चाहिँ हामीले गरेको हुन्छौँ। तपाईँहरूले यदि चल्ला चाहियो भनेदेखि चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। तपाईँहरूले मेरो कन्ट्याक्ट नम्बर अघि पनि तपाईँहरूलाई मैले भनिसकेँ, 98033823 वटा छ। मा कन्ट्याक्ट गर्नुभयो भनेदेखि राजेन्द्र दोबाली राई म्यासेजहरू भन्दा पनि तपाईँहरूले डाइरेक्ट मलाई चाहिँ कल गर्नुभयो भने सबैभन्दा राम्रो। अब कमेन्टहरू त्यति साह्रो हेर्ने समय मिल्दैन, फुर्सद हुँदैन। सिधै नम्बरमा फोन गर्नुहोस्, या त मेरो फेसबुकमा सिधै फोन गर्नुभयो भने सबैभन्दा सजिलो त्यो हुन्छ। कुनै कुरा बुझ्नु पऱ्यो भने, सोध्नु पऱ्यो भनेदेखि त्यसरी गर्नु होला। ल सबै अन्डा यसरी चाहिँ यहाँ लगाएर यहाँबाट चाहिँ यहाँ राखिन्छ। अनि यहाँबाट हामीले फेरि समय ठ्याक्कै मिलाएर एकुरेट 5 बजेको समयमा यहाँ हामीले लगाउँछौँ। ल यस्तो हुन्छ। तपाईँहरूलाई चल्ला चाहियो भनेदेखि चाहिँ लोकल कुखुराको चल्ला, एकदमै राम्रो क्वालिटीको चल्ला चाहियो भने हामीले नेपालभरि उपलब्ध गराउनेछौँ। चाहिँ साथीहरू यस्तो छ हाम्रो चाहिँ याचरी, यसलाई चाहिँ भन्छ याचरी, चल्ला निकाल्ने याचरी। ल उत्पादन प्रत्येक शनिबार निस्किन्छ। प्रत्येक 3 हप्ताको अन्डा जहिले हुन्छ, प्रत्येक शनिबार यतापट्टि फेरि सारिन्छ, प्रत्येक शनिबार निस्किन्छ हाम्रो चाहिँ। ल तपाईँहरूलाई आज सामान्य जानकारी गराएँ। कुखुराको ब्रिडहरू पनि हेर्नुभयो, भाले पोथीहरू पनि हेर्नुभयो होला। ल हेर्नुहोस्, यस्तो छ। तपाईँहरूलाई लगभग योभन्दा अगाडिको भिडियोहरूमा पनि धेरै छ मेरो भिडियोहरू। चल्ला कसरी ट्रान्सफर गरिन्छ, चल्ला कसरी निकालिन्छ, कसरी गरिन्छ भन्ने भिडियो पनि धेरै छ। योभन्दा अगाडिको भिडियो पनि हेर्नु होला। यदि हेर्नु भएको छैन भने चाहिँ त्यो पनि हेर्न सक्नुहुनेछ। यसरी चल्ला निस्किन्छ, ठ्याक्कै यो लेभल सुकेपछि मात्रै निकाल्ने हो चल्ला चाहिँ। ल यस्तो हुन्छ है साथीहरू। ल यसो भन्दै तपाईँहरूबाट अहिले चाहिँ म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।